यदि तपाईँ दक्षिण कोरियामा हुनुहुन्छ भने घुम्नलाई छुटाउन नहुने ठाउँ रोबर्टल्यान्ड हो। त्यहाँ गइसकेपछि विभिन्न प्रकारका यिनी मौसममा खेलिने जस्ता यिनीहरू धेरै कुराहरू खेल्न पाइन्छ। राम्रो राम्रो दृश्यहरू हेर्न पाइन्छ होइन। त्यहाँ गइसकेपछि यस्तो आनन्द आउँछ कि यो चाहिँ यो देखिएको होला, यो यहाँबाट टक्क झर्ने बेला भएर कालिएर होइन त्यो रमाइलो भएको थियो होइन। म तपाईँलाई यो पुरा भिडियो देखाउने छु, हेरेर इन्जोय गर्नुहोस्, रमाइलो गर्नुहोस्। भिडियो अन्त्यसम्म हेर्नुहोला, कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनुहोला। हाम्रो टोली बिहानै रेडी भएर रोबर्टल्यान्ड घुम्न जाने सल्लाह भयो। त्यसपछि हामी बस चढेर रोबर्टल्यान्ड घुम्न पुग्यौँ है त। रोबर्टल्यान्ड भन्ने ठाउँमा टिकट काटेर भित्र पसिसकेपछि यस्तो रमाइलो होला भनेर मैले सोचेको पनि थिएन। त्यसपछि त्यहाँबाट मामा दाइहरूसँग त्यहाँको वरिपरि दृश्यहरू मैले खिच्दै, त्यो एउटा रोबोट छ नि, स्याम रोबोट जस्तो कि मलाई बहुत दामी लाग्यो यो होइन। योसँग हामीले फोटाहरू पनि खिच्यौँ। त्यसपछि त्यहाँ हामीसँग गएको गाइडहरू पनि हुनुहुन्थ्यो, उहाँहरूसँगै हामी त्यहाँको वरिपरि घुम्न थाल्यौँ होइन। त्यहाँ विभिन्न प्रकारका खेल्ने छ नि, त्यो मौसममा मेलामा मौसममा हुन्थ्यो नि नेपालमा, हो तिनीहरू चाहिँ रहेछन्। हो त्यस्तोमा जाने हाम्रो दाइले चाहिँ अब त्यहाँ बक्स हानेर टक्क कति छ पावर भनेर चेक गर्दै हुनुहुन्छ। त्यसपछि हामी यो भिडियोमा देखाए जस्तै योवाला चाहिँ एकदम रमाइलो होला जस्तो लाग्यो। त्यही भएर सबैजना साथीहरूले चाहिँ अब यही खेल्न जाने भन्ने निर्णय गरौँ। त्यसपछि हामी यो खेल्न गयौँ होइन। खेल्न गएपछि खेल्ने बेला भिडियो चाहिँ बनाउन पाइने रहन्छ, तर एकदमकै होइन कालिनी जस्तो एकदम मोटो चिसो हुने जस्तो रहेछ। यो हामी एकदमै मजा आयो गाइस, एकदमै मजा आयो, एकदम इन्जोय गरियो, रमाइलो आयो भयो होइन, एकदम रमाइलो भयो। त्यसपछि यो खेलेर सकेपछि हामी यो माथि टावर जस्तो देखेको छ नि, यो माथि टावर जस्तो हो, यो चाहिँ कस्तो हुने रहेछ भनेर फेरि चेक गर्न मन लाग्यो। अनि हामी त्यसपछि अब यसलाई पनि ट्राई गरिदिउँ, मतलब फ्रीमा पाएको होइन, जे गरे पनि भयो। कति टाइम दिन्छ होइन, अब त्यो टाइमभित्र चाहिँ अब के खेल्न मन लाग्छ, के गर्न भ्याइन्छ, त्यो चाहिँ सबै अनुभव लिउँ भनेर। त्यसपछि यो टावरको पनि यसो कस्तो रहेछ यसो अनुभव गरिहालौँ भने जस्तो भयो होइन। त्यसपछि टक्क चढेर त्यहाँबाट माथि लैजाने रहेछ, घुम्दै माथि लैजाने रहेछ। त्यसपछि माथिबाट स्वाट्ट बनाएर खसाल्ने होला भने सोच्दै हामी टक्क घुम्दै माथि गयौँ होइन। त्यसपछि माथि लगेपछि अब यसरी झार्यो कि भन्ने कुरा चाहिँ अब तपाईँहरू आफै हेर्नुहोस्, त्यो बेला चाहिँ कस्तो भयो होला एकचोटि तपाईँ आफै महसुस गर्न सक्नुहुन्छ होइन। एकदम रमाइलो भयो, एकदम मन कालियो, एकदम नयाँ भन्दा पनि अब गर्न त पहिला पनि अलिअलि गरेको, तैपनि यो अलि अग्लो थियो, धेरै अग्लो थियो। हामी अर्को यो पानीवाला चाहिँ पानी मुनिबाट हिँड्नेवाला चाहिँ नाउमा चाहिँ हामी जाने सल्लाह गऱ्यौँ। त्यसपछि त्यसको लागि यो प्लास्टिकको कपडा लगाउनु पर्ने रहेछ, प्लास्टिकको रेनकोट जस्तो ओढेर, अनि रेनकोटले टक्क त्योमा चढ्यौँ। त्यसपछि मैले भिडियो पनि गराउँदै थिएँ। योमा चाहिँ मोबाइल लैजान मिल्ने पनि रहेछ, अरूमा चाहिँ मोबाइलले लगेर आफै खिच्न नमिल्ने, किनभने मोबाइल खस्यो भने फुट्यो भने होइन भनेर पनि होला। अनि जोस एकदम रमाइलो भयो। त्यसपछि चाहिँ अनुप दाइको टक्क यस्तो ब्याकग्राउन्डमा पानीको फलो भइरहेको बेला टक्क फोटो खिच्थेँ, त्यो बेला म पनि भिजाएको थिएँ। भिडियो अन्त्यसम्म हेरेकोमा हजुरलाई धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोला, अनि सब्सक्राइब गर्ने, अनि फेसबुकबाट हेर्दै हुन्छ भने फलो गर्न नबिर्सनु है।